आज म हजुरलाई शब्द बनावट प्रक्रिया पढाउँदैछु। कसरी शब्द बन्छ भनेर सिकाएको है। जस्तै यहाँ रस प्लस अनि रसोई प्लस लो, रसिलो भएको भएर यो पनि रसोईकार लाग्छ है। यो संयुक्त बन्दाखेरि अथवा जोडेर बन्दाखेरि रसिलो भन्छ। रस प्लस इलो भएर रसिलो भन्छ। अनि त्यसै गरी पढ, यो खुट्टा पनि काटेको छ है। पढ प्लस आई भएर पढाई भन्छ। पढ प्लस आई भएर अनि बल्ल पढाइ भन्छ ल। अनि गर प्लस ई, दीर्घ ई छ है। गर प्लस दीर्घ ई भएर गरी भन्छ। त्यही भएर यो गरीमा पनि रि दीर्घ ई नै छ है। अनि त्यस्तै गरी दया प्लस आलु भएर दया आलु बन्ने होइन कि दयालु भन्छ। माया प्लस आलु भएर मायालु भन्छ। माघ प्लस अन्ते भएर मगन्ते भन्छ। यसरी चाहिँ शब्दहरू बन्दै जान्छ। अब जति ठुलो क्लासमा गयो अलिअलि हामी सिक्दै जानुपर्छ। मैले 4 वटा मात्रै गराएको छु ल। थ्याङ्क यू माया।